हामी यहाँको लगभग हामी 12:30 बजीतिर आइसकेको थियौँ कि 12 बजीतिर आइसकेको थियौँ यहाँ। अनि अहिले लगभग 6:30 भइसक्यो, 6:30 खै 6:15 भएको रहेछ। हामीले अहिलेसम्म रुम लिएको छैनौँ क्या। उता गुहा पोखरी जाने भनेर चाहिँ प्लान थियो। अनि उता मन्दिरबाट अनि उता जाँदाखेरि आधा बाटो अलिअलि कटेपछि अनि कस्तो बाटै जोत्को लाग्यो, ढुङ्गा मात्रै। अनि त्यहाँबाट आधा अलिअलि गएर अनि फर्क्यौँ। अनि मन्दिर गयो अरे। अनि त्यसपछि यता अब यो आरआर गार्डनमा आएको छौँ। आरआर गार्डनबाट अब चाहिँ अब रात पर्छ होला रुम खोज्दाखेरि। अनि रुम लिने हो, अनि मस्त सुत्ने हो। यो पाछेर मन्दिरमा चढ्दा खट्टा दुखेर अनि मस्त सुतिन्छ अब आज। भोलि बिहान खुट्टा दुख्ने होला अब हाम्रो। अनि प्रविक चाहिँ क्याम्पिङ गरिरहेको थियो। अब क्याम्पिङ गरेर अब क्याम्पिङ उयो गरिरहेछ, प्याक गरिरहेछ अब। अनि अब निक्लिनुपर्छ होला यहाँदेखि। अब खै तल कस्तो रुम पाउने हो। रुम रात परेपछि गाह्रै हुन्छ होला। गाह्रो त के हुन्छ, जहाँ पनि पाइहाल्छ रुम त। त्यही हो, अलिक राम्रो नपाउला भन्ने कुरा हो।